बजेट बहिष्कार होइन हौ, बजेट बहिष्कार होइन, त्यहाँ अरू छन् नि। आज बहिष्कार गरेको छैन मैले, के माग राखेर आउनु काम भयो? अलिक काम विशेषले गर्दाखेरि निस्किरहेको छु। आजको चाहिँ आन्दोलन होइन तपाईँको? आज 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 भएन, आज आन्दोलन होइन। भएन। किन बस्नु भएन त बजेटको दिन? किन बस्नु भएन? प्रधानमन्त्रीज्यू आउनुभयो नि त, आन्दोलन भएन मेरो। अनि बजेटमा चाहिँ किन नबस्नु? उहाँलाई जवाफदेही बनाउनु थियो, उहाँ आउनुभयो, त्यसले गर्दाखेरि उहाँ सुन्दै हुनुहुन्छ। अब उहाँले सुन्दै हुनुहुन्छ, भागेको होइन। तपाईँको माग पुरा भएछ, किन नबस्नु भएको? उहाँलाई प्रश्न सोध्छौँ हामी, तर आज चाहिँ बजेट भाषण छ, त्यसले गर्दाखेरि अब उहाँ आउनुभयो, ठिकै छ। तपाईँ चाहिँ किन निस्किनु भयो? मेरो अन्यत्र जानुपर्ने छ, विशेष काम हो कि असन्तुष्टि हो कि? होइन, विशेष काम छ, सुन्दैछन्, सुन्छु म। एक दुईवटा कुराहरू चाहिँ जस्तै अब यो के अरे नेपाल वायु सेवा निगम भन्ने छ नि, त्यसलाई चाहिँ प्राइभेटाइजेसन गर्ने भन्ने खालको कुराहरूमा चाहिँ हाम्रो सहमति मेरो यस्तो छ। के अरे त्यसो भने त तपाईँको सरकारी निकायहरू सबै बेच्ने पुरानोलाई आरोप लागेको थियो नि त, कम्पनीहरू बेच्ने होइन, फ्याक्ट्रीहरू बन्द गर्ने भन्ने, त्यही खालको तपाईँको लाइनमा जान्छ। प्राइभेटलाई दिनु भनेको त बेच्नु त हो त,